सबैजनालाई जय मसीह। आज म तपाईहरुलाई परमेश्वरको वचनबाट केही कुरा भन्न चाहन्छु। आज म एउटा भनाइदेखि यो सब्जेक्टलाई सुरु गर्न चाहन्छु। हामीले एउटा भनाइ सानैदेखि सुनेका छौँ कि जवान अवस्थामा हुँदाखेरि चाहिँ संसारको हरेक कुराको अनुभव लिनुपर्छ। एउटा जवान व्यक्तिले चाहिँ संसारको हरेक कुराको अनुभव बटुल्नुपर्छ, हरेक कुरालाई भने छुनुपर्छ, हरेक कुराको आनन्द लिनुपर्छ। जवानी हुँदैखेरि यो सबै कुरा गर्ने भन्ने धेरैचोटि मानिसको कुराहरू हामी सुन्छौँ। धर्म कर्म भन्ने कुरा त वृद्ध अवस्थामा गर्ने कुरा हो, तर जवानी अवस्थामा हुँदाखेरि घुम्नुपर्छ, डुल्नुपर्छ, यानि कि संसारमा भएको हरेक कुराको आनन्द लिनुपर्छ भन्ने भनाइ हामीले धेरैचोटि सुनेका छौँ। तर हामी क्रिस्चियन भएको नाताले, परमेश्वरमाथि विश्वास गर्ने भएको नाताले बाइबलले जवान व्यक्तिहरूलाई के भन्छ, आज यस विषयमा हामी केही कुरा हेर्नेछौँ। बिलापको किताब 3 अध्यायको 27 यसरी भन्दछ, मानव जातिको लागि बाल्य अवस्थादेखि नै परमप्रभुको जुवा बोक्नु असल कुरा हो। प्रभुको वचनले हामीलाई यसरी आज्ञा गर्दछ। हो, संसारिक भनाइले भन्छ कि जवानी अवस्थामा हुँदा हरेक कुराको अनुभव गर्नुपर्छ, हरेक कुराको आनन्द लिनुपर्छ भनेर भन्दछ। तर हामी परमेश्वरमाथि विश्वास गर्ने भएको नाताले वचनले हामीलाई यो कुरा भन्दछ कि जवानी अवस्थामा परमेश्वरको जुवा बोक्नु असल कुरा हो। यो वचनले त के भन्छ भने बाल्य अवस्थादेखि नै परमेश्वरको भय मान्नु, बाल्य अवस्थादेखि नै परमेश्वरको आज्ञाकारी हुनु, बाल्य अवस्थादेखि नै परमेश्वरको बुद्धिको चाहना गर्नु, बाल्य अवस्थादेखि नै परमेश्वरको जुवा बोक्नु, बाल्य अवस्थादेखि जवान अवस्थादेखि नै ख्रीष्टको क्रुसलाई बोक्नु असल कुरा हो भनेर वचनले हामीलाई आज्ञा गरेको कुरा हामी पाउँदछौँ। जब हामी उपदेशक 12 अध्यायको 1 पदमा हेर्छौँ भने सानै उमेरदेखि आफ्नो सृष्टिकर्ताको स्मरण गर। जवान अवस्थादेखि हो, संसारले भन्छ जवान अवस्थामा संसारको हरेक आनन्दका कुराहरूलाई, अनन्तका कुराहरूको पछि लाग, छेडे कुराहरूको मजाको पछि लाग भनेर संसारिक विचारले हामीलाई भन्ला। तर वचनले हामीलाई त्यसो भन्दैन। वचनले, परमेश्वरको वचनले हामीलाई यो कुराको स्मरण गराउँछ कि सानो उमेरदेखि भने कि युवा अवस्थादेखि नै परमेश्वरको सम्झना गर, परमेश्वरको स्मरण गर, किनकि बुढेसकाल समय आउनुभन्दा अगाडि नै परमेश्वरको सम्झना गर भन्दछ। उमेर ढलेपछि मैले मेरो जीवन खेरा फाले भन्नु नपरोस् भनेर वचनले भन्दछ। एउटा वृद्ध अवस्थामा पुगेपछि मेरो बल, मेरो बुद्धि, मेरो मन यो कुरामा लाग्दैन भन्नु अघि आफ्नो शक्तिलाई हरण गर्नुभन्दा अगाडि नै एउटा जवान अवस्थामा, एउटा सानो उमेरदेखि नै परमेश्वरको दर्शनलाई पछ्याऊ, परमेश्वरको बुद्धिलाई पछ्याऊ, परमेश्वरको आज्ञाकारितालाई पछ्याऊ भनेर वचनले हामीलाई आज्ञा गरेको कुरा हामी पाउँदछौँ। हो, संसारिक भनाइले संसारको कुराहरूमा लाग, हरेक कुराको आनन्द लि भनेर हामीलाई भन्दछ संसारिक भनाइले। तर प्रभुको वचनले भन्दछ सानो उमेरदेखि नै परमेश्वरको खोजी गर, सानो उमेरदेखि नै परमेश्वरको भय मान, सानो उमेरदेखि नै परमेश्वरको क्रुसलाई बोक्ने इच्छा राख भनेर प्रभुको वचनले हामीलाई भन्दछ। परमेश्वरको डरमा हिँड्ने इच्छा राख भनेर वचनले भन्दछ। परमेश्वरको जुवा बोक्ने इच्छा राख, परमेश्वरको दर्शन बोक्ने इच्छा राख, परमेश्वरको बोलावटमा हिँड्ने इच्छा राख भनेर वचनले हामीलाई सिकाएको कुरा हामी पाउँदछौँ। जब हामी योल 2:28 हेर्छौँ भने योल अगमवक्ताले यसरी भन्दछन् कि परमेश्वरको आत्मा चाहिँ उहाँले आफ्नो मानिसहरूमाथि खनाउनु हुनेछ, बुढेसकाल भएका बुढापाकाहरूमाथि, छोराछोरीहरूमाथि र जवानहरूलाई उहाँले सपनादर्शी बनाउनु हुनेछ, दर्शन दिनुहुनेछ, परमेश्वरको आत्मा खनाउनु हुनेछ भनेर वचनले भनेको कुरा हामी पाउँदछौँ। हो, हामीले त्यो भनाइ सुन्यौँ। संसारमा हुँदा युवा अवस्थामा धेरै कुरा गर्नुपर्छ, धर्म कर्म भन्ने कुरा त वृद्ध अवस्थामा गर्ने कुरा हो भनेर मानिसले भनेको हामीले सुनेका छौँ। त्यो भनाइ हामीले सुनेका छौँ, तर हामी त्यो भनाइमाथि विश्वास गर्दैनौँ। वचनले हामीलाई प्रष्टसँग भन्दछ कि युवा अवस्था हुँदैखेरि परमेश्वरको सम्झना गर, युवा अवस्था हुँदैखेरि परमेश्वरको डर राख भनेर वचनले हामीलाई भनेको कुरा हामी पाउँदछौँ। परमेश्वरको जुवालाई बोक्ने चाहना गर, जवानहरूमा अति म मेरो आत्मा खनाउँछु भनेर परमेश्वरले भन्नुभएको कुरा हामी पाउँदछौँ। योल 2:28 हामी परमेश्वरको उद्देश्यका लागि बनाइएका हौँ। हामी संसारको कुरा अनुभव गर्नको निम्ति मात्रै होइन, तर हामी स्वर्गीय कुराको अनुभव गर्नको निम्ति पनि यो संसारमा छौँ। परमेश्वरको बोलावटलाई पुरा गर्नको निम्ति यो संसारमा छौँ। ख्रीष्टको दर्शनलाई पुरा गर्नको निम्ति हामी यो संसारमा छौँ। त्यो भएर म प्रत्येक जवानहरूलाई भन्न चाहन्छु, संसारले भन्यो होला विभिन्न कुराहरू, तर हामी ख्रीष्टको व्यवस्थालाई मान्दछौँ, हामी ख्रीष्टको सिद्धान्तलाई मान्दछौँ, हामी ख्रीष्टको बाटोलाई पछ्याउँछौँ। त्यो कारणले गर्दा म प्रत्येक जवानहरूलाई भन्न चाहन्छु कि ख्रीष्टको भय मान्नुहोस्, ख्रीष्टको जुवालाई बोकेर हिँड्ने चाहना गर्नुहोस्। यो चाहिँ बुद्धिमानी र असल कुरा हो। त्यो कारणले गर्दा
यो वचन म तिमी राख्न चाहन्छु, सुनिकन आशिषित बन्नु होला। सबैलाई जय मसीह।